गुड इभिनिङ एभ्रिवान। यो सुर्खेतमा चाहिँ के भइरहेछ मैले बुझ्नै सकिरहेको छैन। खासमा कुरो के हो भन्दाखेरि म चाहिँ करिब 6 बजे 6:30 बजेतिर सुर्खेतको कोलडाँडामा ग्यास पुर्याउन गएको थिएँ। ग्यास पुर्याएर आउने क्रममा बाटोमा एकदम ठुलो हादसा भयो र त्यो हादसा के भयो भनेर म हजुरलाई प्रत्यक्ष प्रसारणमा देखाउन चाहन्छु। के भयो त भन्दा मेरो स्कुटी बिग्रियो। स्कुटी बिग्रेपछि एकदम तनाव भयो। तेल छैन भनेर चेक गर्यो, तेल पनि छ। ग्यास पुर्याउने क्रममा ग्यासको पैसा पनि देखाइन। त्यसपछि ठिकै छ त भनेर फोन गरेर मेकानिक बोलाइयो र मेकानिकले अहिले हेर्दै हुनुहुन्छ। बन्यो भने चाहिँ घर जान्छु, बनाउन सक्दैन भन्छन् बड्डाले। यो चाहिँ हाम्रो ग्यास मालिक हो। म चाहिँ ग्यास डेलिभर गर्न जाने के भन्छ यसलाई स्कुटी चालक हो र तनाव मलाई भयो। राति भइसक्यो, भोलि इक्जाम छ गाइस, कसरी दिने होला। र यदि कोही हुनुहुन्छ मनकारी मान्छे हुनुहुन्छ भने नयाँ स्कुटी किनिदिनु होला। मेरो स्कुटीको हालत यस्तो छ, हेर्नु त, भित्र इन्जिनै छैन, इन्जिनै नभएर चलिरहेको के। कोही हुनुहुन्छ भने एउटा नयाँ स्कुटी किनिदिनु र एकदम धर्म लाग्छ हजुरहरूलाई। उहाँ चाहिँ हाम्रो मेकानिक हुनुहुन्छ र यो चाहिँ सुर्खेतको एकदम नयाँ भ्यू, राम्रो भ्यू, ब्युटिफुल भ्यू र सबै भ्यू। म चाहिँ अहिले सुर्खेतको समथिङ न्यू सयपत्री एकाडेमी अगाडि छु। धन्यवाद गाइज। यो मिनी ब्लग हेरेर साथ दिनु होला, माया गर्नु होला, 3-4 हजार कमेन्ट गरिदिनु होला। फाइनली गाइज मेरो स्कुटी स्टार्ट भयो, तर थाहा छैन फेरि अहिले के हुने हो। फाइनल मेरो स्कुटी बन्यो। अब म जान्छु घर, तर कभरिङ भएन है। अब तपाईले भयो भने जान्छु। वाह मेरो स्कुटी बन्यो। धन्यवाद मेकानिकज्यू। हाम्रो मेकानिकलाई के भन्न चाहन्छु त भन्दा हाम्रो मेकानिकले मेरो स्कुटी फ्रीमा बनाइदिनु भएको छ। धन्यवाद मेकानिकज्यू। हजुरलाई चाहिँ एकदम ठुलो धर्म लागोस्। यस्तै स्कुटी भोलि बिहान अर्को हजुरलाई बाटोमा भेटियोस्। धन्यवाद। बनाउनु परेन र भने त्यो मान्छे मेरो हालत गाइज माया गर, मायाले पुत्तै तान्यो कि। हिँडिसक्यो।